चढौँ सिलिचुङमा नयाँ यात्रा हिँड्नु नसकेर रोकेमी 70 केजीको मान्छे जब झोलासँग 80 केजी होला। उता जानु भयो चट्ट मिठो गुन्द्रुक र भात खाएर नानालाई फेरि हाम्रो नानाले मिठो पकाउनु भयो। धान पनि सुकाउँदै हुनुहुन्छ यहाँ। ओके नाना, ओके भाले पनि तपाईँको हामी चट्ट खाने साह्रै मिठो है। खोइ हाम्रो नाना कहाँ देखिनु भएन त? ए यहाँ हुनुहुँदो रहेछ। चट्ट आउनुभयो भने चखेवाको चाहिँ तल्लोपट्टि चाहिँ रातो टिन गरेको घरमा चाहिँ आउनुभयो भने एकदम मिठो खानेकुरा पनि पाइन्छ होइन नाना? सबैको पाउँछ हो। ल ढिँडो पनि पाउँछ र साथीहरू? अघि खानु भने फाफरको रोटी र ढिँडो कसले खायो? अघि जाने टोलीले अघिल्लो रोटी र ए ओके। नानाको नम्बर लिऊ है ल। अनि यहाँ हामी अब 9 जनाको टोली छ। यता गाइजहरू हुनुहुन्छ। अब हामी लाग्दैछौँ उकालो। 3 दिन लाग्छ अरे पुग्नु। ल है त म चाहिँ अब परिचय कसैको दिन्न। यता चाहिँ विक्रमजी, यता सन्जु, यता हाम्रो नाना, यता हाम्रो लक्की सर, अनि यता चाहिँ मेरो भान्जा उता अगाडि सागरजी, यता रोकेमी, यो उकालो सट्टै। यो घरमा मिठो खाना खाएर अब हाम्रो प्रस्थान। आमा टोडी जस्तै देख्यो त सर। व्हाट इज योर नेम? भन्नुभयो नि त सर, नेपालीबाटै भन्नु सर। कहाँबाट आउनुभयो? नमस्ते, मेरो नाम चाहिँ सागर संसार। मेरो घर यहीँ परतिर पर्छ, लगभग 2 घन्टा अगाडि। ए हजुर। हामी चखेवा डाँडाबाट चाहिँ अब साल्पा सिलिचुङ जाउँ, साल्पा सिलिचुङ एउटा अभियान पनि चलिरहेको छ र त्यही यात्रामा चाहिँ हामी कन्टिन्यू रहनेछौँ। नमस्ते, थ्याङ्क यू सो मच यति मिठो जानकारीको लागि। अब हामी लाग्यो है त। ल जाउँ अब। यति यहाँ बोल्दा चाहिँ यति चाहिँ मिठो अहिले भएर उकालोमा चाहिँ साथीहरू सब हुन्छ। कस्तो राम्रो रमाइलो कति राम्रो देखिएको साथीहरूलाई। क्या मजा छ गाइस अर्जुनलाई होइन। यहाँनिर मैले चाहिँ स्लिपिङ ब्याग मात्रै बोक्न सफल भएँ। मेरो ब्यागहरू चाहिँ बोक्दिन आउनु भएको छ मेरो जनताहरू। वाउ, हामी चाहिँ अहिले माथि चखेवादेखि अहिले कति 2 किलोमिटर चाहिँ माथि चढिसकेको छौँ। सङ्गीताजी कस्तो लागेको छ आजको यात्रा भन्नुहोस्। यहाँ एउटा हङ्कार यहाँ नेता छ कराइराख्ने, पछाडि ऊ सेतो ड्रेसमा आइरहनु भएको छ। वाउ ल पुरा अहिले चाहिँ एकदमै गुड फिल भइरहेछ। भरे अहिले माथि जाँदा चाहिँ के हुन्छ भन्ने कुरा चाहिँ भरेरै देखाउँछ है त। कोही टोलीहरू तल जुम गरेर नदेखिने ठाउँमा पुगिसकेको छ। बाटो चाहिँ यो रहेछ। हामी उकालो लागेर फेरि ओह्रालो झर्दैछौँ। आज दिनैभरि उकालो ओह्रालो यस्तै रहेछ। हावाले चाहिँ उडाएर लाने बाटो यस्तो छ। साल्पा सिलिचुङ जाने बाटो। यहाँ झन्डा नेपालको झन्डा फडफडाइरहनु भएको छ। खोइ राम ओ त्यो केटीहरू के साह्रो हिँडेको त विकास र सन्जु त कालुमान सहित मार्ग अरे पार्क सहित हाम्रो कालुमान गुरुङलाई चाहिँ उहाँलाई चाहिँ मारिएको थियो सङ्कटकालमा होइन त। यहाँनिर सबै शहीदहरू हुनुहुन्छ। तल चखेवा भन्ने पनि छ नि। ए चखेवा अरे तल यो के भन्छ तल हौ केमा पनि तल छ तल के अस्ति हामीले गएको के हो तल पनि छ नि। यहाँ सबै गएको पिङ पनि रहेछ त यता। वाउ ठिक छ। डाँडामा राखिदिनु भएको रहेछ। हावा खाँदै बस्नु हुँदो रहेछ।
उहाँले यहीँ मारेको हो कि यो किन यहाँ राखेको त ए ल यो त इतिहास चाहिँ थाहा छैन है दुईजना त्यहाँ विक्रम र सागरजी बिचमा हामी लास्टमा छौँ 5 जना अगाडि 2 जना चाहिँ हाम्रो साह्रो गफ मिल्छ नि त सन्जु र त उको के अरे विकासको सोझो छन् अनि अगाडि पुगिसकेछ यसरी हिँड्दा त क्या रमाइलो वाउ यो चाहिँ के हो पिकनिक स्पोट हो ल फोहोर फाल्नको लागि एकदम दामी हाम्रो भान्जाई कम त ज्ञानी हुनुहुन्न फोहोर जति चाहिँ यतातिर नफाल्नु होला बाटो साँच्चै सुन्दर सफा कहाँ ऊ झर्दैछ ऊ ल्यायो जेस ऊ रहेछ तगडै रहेछ गएर नि आयो अहिले हरे चाहिँ गलेर ज्यान ठुलो छ किच्चाला आयो झन्डै हावाले उडायो सबैसँगै हिँड्न नसकिने रहेछ कोही अलिक छिटो ढिलो म चाहिँ बिचमा छु पछाडि पनि छ यहाँ चाहिँ पुरै मरुभूमि केही रुखबिरुवाहरू छैन हावा चल्दो रहेछ तर आज दिन पनि राम्रो छ हावाहरू एकदमै चलेको छ हावा त चलि नै हाल्दो रहेछ यो टाढै टाढा हिँड्नुपर्ने बाटो पनि उकालो ओह्रालो अनि आज वेदर पनि एकदम राम्रो छ गाईबस्तु तल यहाँ तल आउँदैछन् 3 जना अनि भरेको अगाडि कतिजना 5 जना गइसकेको छ हामी जम्मा 9 जनाको आज यात्रा ठाउँमा बस्नेहरू पनि बनाएको रहेछ है ल दामी यसलाई चाहिँ मलुवा पोखरी भनेर भन्दो रहेछ ठ्याक्कै यो चाहिँ चिन्डो आकारमा बनेको छ यो चाहिँ अलिकति बाटोभन्दा तल पर्छ माथिबाट मैले यो लिएको हो यति राम्रो सफा पानी नै नभएको ठाउँमा तल पोखरी हुँदाखेरि आनन्द आएको थियो र यसको नाम चाहिँ मलुवा पोखरी हो है यो किन ठुलो नआएको नि पानीको महँगी है ल उकालोमा यति धेरै पानीको पीडा चाहिँ हुँदो रहेछ तलबाट बोकेर पुग्यो कसरी यो चाहिँ कहाँबाट आएको होला फेरि है होइन लेकै हो लेको यो छ नि अनि खोइ अलिक ठुलो आउनु पर्ने त होइन यो बिगारेको हो के ए हामी चाहिँ यसरी भरेर जाँदैछौँ अब यति गरेपछि फेरि कहाँ पुग्छ यति पानीले है अलिकति इनर्जी आउँछ भनेर उहाँले चाहिँ चट्ट के हो सर त्यो पात राखेर मैले चाहिँ यहाँ धारो बनाउँदै उहाँले फेरि आइडिया सबै आउँछ कि भनेको गाउँले हुमा गाउँले हजुर यो तल चाहिँ के बोक्नुभयो यो किसमिस छ यसमा यो चाहिँ पावर इनर्जी दामी हुँदो रहेछ खतरा हुन्छ अरे भन्ने सुनेको यसरी दुखाउँदैछ सँगै नहिँडेपछि चाहिँ खोइ रमाइलो भन्नु कि नरमाइलो बाटो सबै कुरो यसरी देखाएको चाहिँ राइट साइड चाहिँ भोजपुर लेफ्ट साइड चाहिँ खोटाङ के भन्छ साकेला गाउँपालिका रहेछ यो मैले हातको इसाराले चाहिँ छिराउँदैछु हावाले आमा म फुले भिरमा मलाई पर्यो पिरमा 4-5 जना त्यहाँ यो नि राखेको सेलेरी दिएर भिडियो फोटो खिच्ने मान्छे हरि तुबो बोलाउँदो रहेछ है यहाँ बिसाउनु हुन्छ यो रहेछ घाम रहेछ यहाँ घाम छ ल जाऊ सबैभन्दा हिँड्नु नसक्ने भैँसिलो यो चट हेर्दा त फेरि ऊ जस्तै छ नि त चिन्डो जिन्टो है तर यो चाहिँ नमस्तेको यो सिग्नल हो अरे है कति राम्रो कुदेर बनाएको रहेछ नि त ठ्याक्कै हात यस्तो छ क्या यहाँ एउटा हात यस्तो छ नजिकबाट हेर्दा नमस्ते पार्क भन्नु नाम पनि यस्तोहरू कति राम्रो है यो तलतिर त्यो रेस्टुरेन्टमा क्या है बाहिर बसेर चट्ट कति दामी हौ म त आइडिया दामी लाग्यो यस्तो ढुङ्गा पाएँ त तल है कस्तो दामी क्या
अब हामी यस्तो डाँडा त सरी जाउँ ल। यस्तो डाँडा त कतिवटा काटिसक्यौँ हामीले गाइज। अनि यो लालीगुराँस पनि कति धेरै कति राम्रो, जति माथि चढ्यो त्यति हामीलाई इनर्जी थप भएको छ। सबैभन्दा लस चाहिँ त्यहाँ एकजना के हो गौतम बुद्ध पाराले बसेछ त, भुक्क उहाँको चाहिँ ज्यान घटाउन हिँडेको। ल ल ल जाउँ आऊ। म चाहिँ यस्तो टाइपले हिँडिरहेको छु, पछाडि चाहिँ नानी बोकेको स्टाइलमा चाहिँ मैले सामानहरू बोकेको छु। ब्याग चाहिँ बोकिनँ, मेरो काँध दुखेर मर्ने बेलाबाट आया। र साह्रै रमाइलो मासतिर। यो डाँडाहरू त कतिवटा काट्नु पर्ने रहेछ। अब कस्तो राम्रो गुराँस छ, लु आऊ है अगाडि देखाउनु पऱ्यो म। सै राजा सै 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 गुराँस गुराँस देख्यो। यो चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ, म ओरैबाट खिचिरहेको छु। यो चाहिँ वाबुको सट्ट ढुङ्गाले बनाएको रहेछ, पर्खाल लगाएर वाबु निकालेको रहेछ। हाम्रो राईहरूको चिन्डो सोलीमा भन्छ यसलाई। अनि चक्क क्या पूजा पनि गर्छ क्या यता चट्ट। किराती हाम्रो हामी यहाँ चाहिँ लेखेको रहेछ है सब। यहाँ त पूजा पनि गरिँदो रहेछ। यो चाहिँ चिन्डोको आकार है। यो चाहिँ किराती, हामी किरातीहरूको सोलीमा हरेक हाम्रो शुभ कार्यमा चाहिने चिज चिन्डो हो र। अब 5 किलोमिटर रहेछ हौ दोद्रे। ए यो हामी यति चाहिँ हिँड्नु पर्यो अझै। 5 किलोमिटर पनि थुप्रो भयो त, खुट्टाले 3-4 घन्टै लाग्छ। उकालो छ यहाँ। यो भेडा कि बाख्रा हो? भेडा हो। कहाँबाट एउटा आएछ उता। गुराँसहरू त थुप्रै पातालो रहेछ। यहाँ चाहिँ देख्न थालेको छ तर पर अलिक राम्रो देखिएन। ओ भेडे भेडे यसको निकालेको रहेछ है हो। सबै भेडे यसको यस्तो त मासतिर कति हुन्छ भनेर साध्यै छैन रे। गोठाला चर्नु माथि छ क्या है। अब कराइली भेडा कराइ देऊ फेरि। तल बसेको रहेछ एउटा भेडा फेरि एक्लै। क्या बिन्दास चिलमा छ त भेडा त। यहाँबाट राम्रो देखिँदो रहेछ है चिन्डोको। यसरी आफ्नो संस्कार संस्कृति झल्काउने चित्रहरू बाटैभरि देख्दा कस्तो मन आनन्द हुने क्या। वाउ लु नछिटो आउनुहोस् भ्लगर साथीहरू। कति राम्रो हौ आमा। यसको त कस्तो कर्ली, म हेस्दाएको जस्तो त कपाल। अब कति भन्छ एउटा समातौ। आऊ 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 म्या आऊ म्या आऊ 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 आऊ। कस्तो सफा, कति क्युट हौ यसको त। कति राम्रो सफा हौ गयो। ल आज हाम्रो
खाजाको कार्यक्रम हुँदैछ। चनाहरू पनि छ, चुराहरू, दालमोडहरू अनि त्यसपछि हामी त दालमोट हो 6 दिन भयो गाइस, र चिउरा होइन नि हो। यता यो पनि छ, यो पनि राख्नु पर्यो। त्यो पनि लाउने भयो, लाउनु अलि अब ग्रुपमा भयो भने सिद्धिहाल्थ्यो, ठिकै भयो। यता हाम्रो मेन टुरिस्ट हुनुहुन्छ कहाँ? तपाईँ क्यानाडाबाट आउनु भयो होइन? म जापानबाट आएको। ए जापानबाट देख्दा त तपाईँ त इन्डोनेसियाबाट इन्डोनेसिया एउटा गरी खाऊ न। बब्बाल यस्तो हुँदैछ है हाम्रो चाहिँ आजको खाजा। त्यो नफुलिएको बसाइ देखाउनु नि। फेरि यो पानी छैन अड्काउलाई, सबै सुक्खा छ। थुक्को कसको छ जम्मा भएर। हामी चाहिँ हाम्रो रीतिरिवाजमा एकदमै युज हुने हाम्रो चिन्डोको अगाडि बसेर चट्ट खाइराखेका छौँ। यहाँ हामी सबै कुराको त्यो बाटोमा उ गरिरहेको रहेछ क्या, सबै चिन्डोको प्रायः चिन्डोहरू अनि हाम्रो संस्कार के हो त भन्ने कुराहरू चाहिँ प्रस्ताउँदै कोही कोही मान्छेहरू यस्तै बटारिएको हुन्छ, सबै एकदमै रुखो अनि बटारिएको। यहाँ रहेछ है, तपाईँहरू कोही हुनुहुन्छ भने ल सब यो तर झन् बटारे रुखै बटारेको क्या। यो त फिल्म बन्छ नि यस्तोमा त। यो हेर्दाखेरि ठ्याक्कै नै बटारिएको मान्छे। वास्तवमै यो बाटोहरू चाहिँ देख्दाखेरि क्या कति मेहनत, कति राम्रो, कति सफा। किराँती हुनुमा यति गर्व महसुस हुन्छ कि बाटोघाटोले पनि हामीलाई बोलाइरहेको हुन्छ। हाम्रो सबै यहाँनिर जस्तो बाटैभरि सबैभन्दा त हाम्रो संस्कार, संस्कृति, कल्चर हरेक कुरामा युज हुने चिन्डोको जताततै यहाँनिर एउटा सबैलाई चिनाउने त्यसको चाहिँ एउटा ठ्याक्क ढुङ्गाहरूको चाहिँ आकार, त्यसको आकार बनाएर राखेको। कति गर्व फिल हुन्छ नि। बाटो हेर्नु कति सफा के। बाटोहरू देखेर चाहिँ एकदमै रमाइलो। यहाँसम्म चाहिँ हामी अब धोद्रेको लगभग पुग्न लागिरहेछौँ। बाटो एकदम रमाइलो। यो बाटो बनाएर होला यत्रो घना जङ्गलमा पनि डरै नछ। अनि पारीतिर खर्कहरू छ। बाटो कतै उकालो, कतै ओह्रालो, कतै तेर्सो, धेरै उकालो ओह्रालो पनि होइन, तेर्सो पनि होइन, मिलाएर बनाएको क्या यो खुट्टाको लेभल। एकदमै इन्जोय गऱ्यौँ आमा। जति भारी भयो भने गलेको महसुस नहुने बाटोहरू है। फेरि त्यहाँ पारीहरू कस्तो गुराँसहरू के पुरा त्यो तारे गोरु जस्तो पो देखियो। माया साटेकै हो। आज वेदर पनि साह्रै राम्रो। अहिले ठ्याक्कै भन्नुपर्दा 5 बजेको छ। तर आज हामीलाई यो मौसमले यस्तो साथ दिएको छ कि। ल गाइज है, हामी चाहिँ इन्जोय गर्दै हिँड्दैछौँ र बाटो यस्तो राम्रो छ। अनि म चाहिँ रोकेमी राई, अर्जुना राईको भ्लगमा चाहिँ म यसरी भिडियो बनाउँदैछु है। झऱ्यो क्या पोका पतेरो झारेको। र बाटो यति राम्रो छ गाइज है, देख्न सक्नुहुनेछ। अर्जुना थाकेर होइन, अर्जुनाको झोला हेर्नु, त्यो तु बजाएर बिहान फुक्न आएर चाहिँ बिहान त्यो के अरे लिन आउँछ नि चामल, त्यस्तै पोका पतेरो बनाएर हिँड्नु भएको छ। र यता चाहिँ यति राम्रो गुराँसहरू, रङ्गी बिरङ्गी होइन, कलरको गुराँसहरू फुलेको छ है। र यस्तो राम्रो के अब कुरै नगरौँ के, स्वर्ग नि हौ। स्वर्ग कहाँ छ भन्दाखेरि यता छ है। फेरि झोला त बबाल्ने। यस, यो चाहिँ हाम्रो साल्पा सिरिचुङ जाने बाटो। हाम्रो चखेवादेखि चाहिँ एउटै दायाँ बायाँ नभइकन चाहिँ स्ट्रेट आउँदो रहेछ साथीहरू है। मुन्दुप
मुन्दुम ट्रेल हिँडेको हामी र एकदमै इन्जोय गरिराखेको छौँ र हाम्रो टिममा चाहिँ 9 जना छौँ 5 जना चाहिँ अगाडि छुटिसक्नु भएको छ भने हामी 4 जना पछाडि छौँ है र रोकेमी राई चाहिँ यता छु एकदमै मजा भइरहेछ तर अलिकति गाह्रो भइरहेछ किनभने म अलि मोटो छु त्यही भएर गाइज है अब त घाम डुब्ने बेला भइसक्यो रातो अब त घाम ल धन्यवाद तिमीलाई क्यामेराको लागि ओके आयो अहिले चाहिँ 6 बजेको छ 6 बजे चाहिँ हामी धोत्री आइपुग्यौँ दिउँसो हामी खाना खाएर हिँडेकोले ढिलो भयो नत्र आज हामी माथि मयम डाँडै कहाँ चाहिँ पुग्ने थियो र अहिले अगाडि एक हुल गइसकेँ पछाडि एक हुल म चाहिँ बिचमा छु सुनसान डाँडा छ भाइको हावा उस्तै गुराँसहरू छेउछेउ रात पनि अब पर्दै गएको छ तर एकदमै गल्नु त गलिहाल्छ यस्तो हिँडेर आएको कम्तीमा पनि 16-17 कि 20-25 किलोमिटरै हिँडिसक्यौँ होला अब चाहिँ लगभग धोत्रे आइपुग्नु आँट्यो अरे सबै त्यहाँ छ एक हुल चाहिँ रमाइलो रहेछ है ल अब कठिन त भइहाल्छ त दुःख पीडा सबै भुलिने क्या यहाँ चाहिँ गरम त्यस्तै भारीहरू चाहिँ अलिकति अब गाह्रो ठिकैले पुगेर आउँदा चाहिँ दामी ल कत्रो चौरी खर्कमा देखाउँछ तपाईँलाई त्यहाँबाट यहाँ चाहिँ यस्तो छ है यो चाहिँ खर्कै चौरी खर्की के भन्छ यस्तोलाई यो चाहिँ धोत्रे पुग्ने बेलाको चौरी खोइ कता गयो म चाहिँ एकदम एक्लै छु बिचमा एकदम इन्जोय गरेर हिँडिरहेको छु एक्लै यो बाटोहरू चाहिँ यो दुईवटा यो ढुङ्गाहरू चाहिँ गाड्नुको अवस्था चाहिँ के हो तल चाहिँ के लागेको थियो भने खोटाङ र भोजुको सिमाना छुट्याउला भनेर सोचेको थियो बाटो पहिलाको होला सायद चौरी यो चारपट्टि नहोस् भनेर एउटै बाटोमा हिँडौँ पदयात्रा गरौँ भनेर होला एकदम के त्यो बाटो कतै भुलिने ठाउँ पनि छैन यस्तो त अब म त पहिलोचोटि मनाङ मुस्ताङ यस्ताहरू त छाडिदिउँ एकदमै यहाँ चाहिँ हाम्रो चाहिँ एकदमै पिसफुल वाउ खोटाङ जिल्ला छ पूर्वी पहाडमा हो खोटाङ जिल्ला छ पूर्वी पहाडमा मन मेरो लोभ्याइदिन्छ निलैलाई गुराँस घरीमा म चाहिँ यहाँ पछाडिकोहरूलाई पर्खिराखेको छु अलिक डर लाग्यो उतातिर कस्तो छ भन्ने भयो होइन रात पनि परिसकेको छ हुन त डाँडाहरू भएर होला उज्यालै छ अलिकति थोरै डर लागेकोले अनि यहाँ कस्तो छ भन्दाखेरि पुरै ल लागौँ अब चाहिँ हामी बसेको देखि यति बेला हिँडेर कहिले आम्बो निन्द्रामा आँखा सुन्नेर यहाँ पुरा भइरहेको तर बोल्नै त सकिनँ म हामी अहिले धोत्रेदेखि लाग्दैछौँ चाहिँ बसेर हो बोल्नु सकिनँ लु घामको किरण झुल्केको छ पूर्वबाट हामी पूर्व हिँड्दै रहेछौँ है त्यहाँनिर घामको लाइटले केही देखिएन एक दुईजना सुतिरहनु भएको छ कोही एकजना हिँड्ने आँट्नु भयो एकजना सास बढेर बोल्ने गाह्रो चौरी ठुलो दाँत चाहिँ घनले मिलाइन्छु म वहाँ गएर केस पनि मिलाइदिनु पर्यो दाँत मात्रै होइन केस पनि यसरी हुँदैन साथीहरूको एनर्जी छैन भने लात पचेर भन्दा भयो म चाहिँ हिँड्दैछु हामी चाहिँ अहिले धोत्रेदेखि माथि निकै 2 किलोमिटर माथि चढिसकेको छौँ अगाडि सागरजी र विक्रमजी अनि सेकेन्डमा सन्जुजी र विकास
त्यस पछाडि म के रे अनि यो चाहिँ एकदमै उत्कृष्ट अहिले चाहिँ चिमाल भएको ठाउँमा आइपुग्यो यता र उता टक्क गेटमा दुईपट्टि फुलेको फुलहरू जस्तो यस्तो दामी यहाँनिर रहेको छ चिमाल भन्छ यसलाई चाहिँ यो चाहिँ जलजले आइपुग्ने बेलाको चिमालहरू रहेछ त्यति गल्दा पनि एकदमै आनन्द आउने यो मुन्दुम ट्रेल नामै हामीलाई काफी छ एकदमै इन्जोय गर्दै अहिलेसम्म चाहिँ यात्राहरू सहज सजिलो भइरहेको छ अनि यो चाहिँ चिमालको सबै यो चाहिँ चिमाल रहेछ नि त रुख तल सबै फेदहरू चिमाल माथि सबै फुलहरू छ राम्रो यहाँ घाम पनि अहिले ठ्याक्क उदाएकोले अलिकति लाइट परेको छ अगाडि साथीहरू सबै हुनुहुन्छ पछाडि पनि हुनुहुन्छ म चाहिँ यहाँ भिडियो गरिरहेको छु अनि धेरै रमाइलो यात्रा भइरहेको छ उहाँहरू पनि आउँदै हुनुहुन्छ एकदमै यो चाहिँ यहाँनिर नआई मान्छे मर्छ भने चाहिँ ऊ स्वर्गमा जाँदैन ऊ चाहिँ नर्कमै एकदमै ऊ घिटघिटो भएर बसिरहन्छ हामी चाहिँ अब स्वर्गमा जान्छौँ किन भन्दा रक्सी भनेको भाइ मुन्दुममा जाँदैछौँ के अनि त्यस पछाडि अब यो नखाइ त ज्यान दुखेको निकै हुँदैन त्यही भएर हाम्रो आराखा बोकेर आएका थियौँ यो दुईटा यो अगाडि टोली पछाडि टोली सबै वाह साथीहरू स्वर्ग अहिले चाहिँ एकदमै धेरै यो चिमालहरू भएको ठाउँमा यस्तो दामी ठाउँमा चाहिँ सबै दामी तर अहिले चाहिँ एकदमै 100मा 100 दामी ठाउँमा आइसकेका छौँ पछाडि ब्याकग्राउन्डमा देखिराख्नु भएको छ एकदम धेरै चिमालहरू फुलेको वाह चराचुरुङ्गीहरू कराइराखेको कति सुन्दर अनि बाटो पनि तेर्सो रहेछ कि यहाँ चाहिँ त्यही भएर भिडियो गरिरहेको छु अगाडि गइसक्नु भयो हामीले फोटो भिडियो सबै लिइसक्यौँ अनि यहाँ चाहिँ कस्तो छ भन्दाखेरि वरिपरि चाहिँ चिमाल बिचमा बाटो चौरीहरू ठुलो ठुलो तेर्सो दामी अब अनुहारहरू सबै सुनिराखेको होला चिसोले हिँड्दै परेको छ हिँड्नु परेको छ हिँडिरहेका छौँ देखिरहनु भएको छ पछाडि कोही फोटो लिँदै हुनुहुन्छ कोही अगाडि गइरहनु भएको छ ल एकदमै चाहिँ स्वर्ग है स्वर्ग वाह यो ठाउँ चाहिँ जलजले रहेछ जलजले धेरै चिमालहरू भएको एकदमै मेरो टोपी झऱ्यो दामी ठाउँ चाहिँ नाम रहेको छ जलजले पानीहरू रहेछ उम्रेको त्यही भएर नाम जलजले रहेको होला अनि बाटो पनि तेर्सो हो र मरे म त्यसो यहाँ जलजलेको बोट चाहिँ यहाँ यसको हाइटदेखि लिएर यहाँको सबै पाउने विशेषताहरू थियो हो यहाँ फालेको छ क्या कति छ अब उकालो चाहिँ कति छ अब उकालो या अनि हामीसँग माथि सिलिचुङ पुगेर झन्डा पनि फरफराउने भनेर बोकिरहनु भएको छ हाम्रो दाजु सबले अनि कस्तो दामी है यहाँ त परै फोटो खिचौँ माथि दामी आउँथ्यो क्या र है जलजले खोला सबजना बस्यो त माथि गल्ले चाहिँ क्या आउनु अलिकति खाऊ त एनर्जी आउँछ यता राख्नु मान्छे बाटोमा हामी चाहिँ मयम सकेको छौँ
ओह चौरी पनि देख्न थाल्यो त्यहाँ हाम्रो साथीहरू एक गुल हामी चाहिँ अलिक तल छौँ र यो चाहिँ मयम मयम डाँडा हो चौरी हो चौरी हो हिँड्नु नसकेर रोकेमी 70 केजीको मान्छे जम्मा झोलासँग 80 केजी होला हामी चाहिँ यो मुन्नुम ट्रेलको चाहिँ यो के अरे हामी मयमको तल छौँ बोल्नै नसक्ने अवस्था भयो विक्रमजी फेरि झन्डा फरफराएर कोही पानी थाप्दै हुनुहुन्छ यो चाहिँ धाराको पनि व्यवस्था राम्रो रहेछ के भयो अरे विकासजी हो अब माथि गएर थप न विक्रमजी अलिकति बोलिदिनुहोस् तपाईँलाई फिलिङ्स हाउस फिलिङ भन्नु गीत गाऊ हामी मयम आइसकेको छौँ यो झन्डाको विशेषता किन ल्याउनु भयो के गर्ने प्लान छ सागरजी तपाईँ सन्चै हुनुहुन्छ झन्डा फरफराउँ झन्डा फरफराएर आफ्नो आफ्नो ताल छ यहाँ चाहिँ एकछिन चौरी ल देख्न पाइयो चौरी पनि चौरीले चौरुमा के खान्छ त आमा सासबाट बोल्नै त सकिएन अब चाहिँ लगभग देखिने कुराहरू चौरीहरू भयो अनि अब भेडा त तलै देखेको अझै माथि कति देख्नु भएको छ चौरीहरू चढ्दै हुनुहुन्छ हाम्रा चौरी वाह यो फेरि के को फुल हो यो तर उता कस्तो दामी यी बस्नु अनि अब हामी क्रस हुन्छौँ अनि त्यहाँ ब्याक हामी मयमको ठ्याक्कै एउटा 0 पोइन्टमा छौँ यहाँ होमस्टेमा यहाँनिर हाम्रा दाइहरूले जाउँ सालपा सिलिङ वार्षिक अभियान यो पनि यसरी जानुभएछ बस्ने यहाँ कति अर्ग्यानिक सबै झन्डा यहाँ रहेछ नि केही हुन्न लाइट बालौँ न कस्तो राम्रो लाइट देखेको यहाँ चाहिँ एकदमै अर्ग्यानिक यहाँनिर यी राडीहरूको ठ्याक्क अब छुर्पी घिउ वाउ याको के हो अहिले याक हैन चौरी ए भेडा सरी भिडियो गर्नु पाउँछ नि बत्ती लालिदिनु न तर बत्तीको छैन अब हामी खाना खान्छ कहाँ पुग्नु त यहाँ चाहिँ नखानु यहाँ त ल 3 चुला हैन केही पनि हुँदैन यहाँ त बोट हो हाम्रो त बोट ए चौरी बोट हो
तपाईँहरू राई नै हो ए साम्पाङ राई भोजपुरकै है वा 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 साम्पाङ हाम्रो राकेश दाजुको भाउजूहरू पर्नुभएछ यो घिउ चाहिँ कसरी छ चौरीको होइन यो अचार हेर्नु न कस्तो दामी यो 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 कस्तो दामी सुन्नु न यो पनि दिदी 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 बेच्नु हो यो पनि कति हो यो चाहिँ यो बोक्नु न पर्छ जानु खोइ यता वाउ टमाटर यहाँ चाहिँ पसल ल दामी है सबै वाउ पसल सानो भए पनि चिटिक्क भुने भन्छ कुर्मी अनि यो आफू सिरुपाते त क्या दामी रहेछ सिरुपाते खुकुरीमा लाहा छ कि छैन रातिको छोरो हुँ म थाहा छ कि छैन ए हो थाहा छ कि छैन यो चाहिँ तपाईँहरूको यहाँ चौरीको घिउदेखि लिएर यो चाहिँ हामी आउनेहरूलाई यो चाहिँ गोठ स्टे रहेछ त्यही भएर सबै मिल्ने बजाउन अनि यो चाहिँ हाम्रो किराँतीहरूको उसलाई यो थुन्से भन्छ यी कोक्रो कति चिटिकेको कोक्रो अनि यो चाहिँ माछा मार्ने हो यो भुन्ने हो क्या धामीहरूको सामान बोक्ने यो होला यो मान्छेहरूले के सामानहरू टमाटरहरू लगाएर बोक्छ क्या यो बाइकमा बोक्छ क्या अहिले नयाँ फेसन निक्लेको भुने उसले भन्छ ऊ यो कोक्रो भइहाल्यो भुने भन्छ अनि यो चाहिँ के हो घुम 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 पानी पर्दा मेरो गीतमा घुम भनेर मैले यही लेखेको हो हजुर कति बाख्राहरूलाई सबै कानमा चाहिँ किन लगाइदिनु भएको हराउँछ भनेर के हो ब्याग हाम्रो चाहिँ कफी आइसकेको छ यति खाएपछि चाहिँ अलिक इनर्जी पनि आउँछ निन्द्रा पनि भाग्छ भन्ने लागेको छ हामीलाई यो चाहिँ दिदी के हो आउने जति यहाँ आइपुग्ने जतिको नाम रहेछ क्या सङ्कलन देख्नुभयो अर्जुना पनि आएको रहेछ खतरा रहेछ भन्ने त्यसरी म फेरि हिँडेर आएको यो चाहिँ फेरि टेन्सन नमान तिमी चाहिँ फेरि यता जाँदैन अब त्यसै त कोट्टाइराख्नु नकोट्याउ कोट्याउँछ यहाँ फेरि यहाँ सबै छ नि कत्रो लेखेको नाम तपाईँ जस्तो अलिअलि उता ऊ के डबल लेख्दा सेन्ट पेन्ट भए पो राम्रो हुन्थ्यो त्यो पेनको नेम झर्लाई त्यो मलाई काम चाहिन्छ नि फेरि बाटोमा फेरि म अनि माटोमा लेख्नु नपरोस् फेरि लेख्नु पऱ्यो भने त नि पुरा भुइँमा लेखेर रेकर्ड सकेन